नमस्ते सबैलाई। आज म तपाईँहरूको लागि हैन यो भिडियो विशेष गरी प्राइभेट बोर्डिङ स्कुलहरूको लागि हो। उहाँहरूले इमेजमा चाहिँ कसरी आफ्नो विद्यार्थीलाई अपडेट गर्ने भन्ने कुराको बारेमा रहेको छ है, प्राइभेट स्कुलको लागि। उहाँहरूलाई के गर्नुपर्छ भने उहाँहरूलाई पनि अपडेट गर्न अरू कुनै क्लासमा त झन्झट हुँदैन र झन्झट कहाँ हुन्छ? इसिडीमा। र यो झन्झट सामान्यतया प्रायः सरकारीलाई पनि हुन्छ र बोर्डिङलाई अलिक बढी हुन्छ क्या। त्यसैले यो कुरालाई म अलिक क्लियर पार्दिनँ। यहाँहरूको लागि यो भिडियो लिएर आएको छु मैले। त्यसको लागि हामीलाई के गर्नुपर्छ भने इसिडीको लागि है, इसिडीको लागि हामीलाई पहिलो कुरा त मार्क एन्ट्री गर्नु पर्दैन, ठिक? दोस्रो कुरा अपडेट कसरी गर्ने हैन? त अपडेट गर्नको लागि इसिडीको के गर्नु होला तपाईँहरू? स्कलरसिप एन्ट्री गर्नु होला, ठिक छ? स्कलरसिपमा के एन्ट्री गर्ने? ल हेरौँ त। स्कलरसिप है, स्कलरसिपमा हामीलाई के गर्नुपर्छ भने 81 को इसिडी पिपिसी हैन? स्कलरसिप एन्ट्री गर्दा सबैकोमा के लगाउनु? नो स्कलरसिप। के लगाउनु? नो स्कलरसिप। नो स्कलरसिप। इसिडीको विद्यार्थीलाई स्कलरसिप दिँदैन। यदि कुनै प्रकारको यदि प्राइभेटले वा सरकारले पनि कुनै प्रकारको सुविधा दिइरहेछ भने छात्रवृत्ति, नगद स्वरूप है, तिनीहरूलाई के गर्नु? अदरमा लगाउन सक्नुहुन्छ। दिँदैन। के नै गर्नु तपाईँहरू सबै? नो स्कलरसिप। त्यसपछि के भरिहाल्नु? एटेन्डेन्स भरिहाल्नु, ठिक? एटेन्डेन्स भरि यो भरिसकेपछि मात्र तपाईँ के गर्न सक्नुहुन्छ? अपडेट गर्न सक्नुहुन्छ। त्यसपछि हामी केमा जान्छौँ? अपडेटमा जान्छौँ। तर अपडेट गर्दा यहाँ हेर्नु त मलाई कुनै पनि नोटिफिकेसन आएन माथि है। यदि तपाईँहरूकोमा नोटिफिकेसन आइरहेछ भने के बुझ्नु तपाईँहरू? मेरो के भएको छैन त? हेर्नु है, तपाईँको के भएको छैन? 1 नम्बरमा प्रोफाइल भएको छैन। प्रोफाइल अपडेट भएको छैन। 2 नम्बरमा के भएको छैन भने मार्क एन्ट्री भएको छैन। ठिक छ? 3 नम्बरमा के भएको छैन तपाईँको? स्कलरसिप एन्ट्री भएको छैन। यी 3टा कुरा यदि भएको छैन भने तपाईँलाई यहाँ अपडेटको मेन्युमा क्लिक गर्ने बित्तिकै यहाँ एउटा नोटिफिकेसन आउँछ तपाईँलाई कि यी कुराहरू बेला के गर्नु? अपडेट गर्नु, ठिक छ? यो गरिसकेपछि मात्र तपाईँहरू के गर्न सक्नुहुन्छ भने अपडेट गर्न सक्नुहुन्छ, ठिक? त्यसैले यी कुराहरूमा ध्यान दिनु होला। अब के छ भने अब मलाई के गर्नु पर्यो? अपडेट गर्नु पर्यो। कुन क्लासलाई? इसिडी क्लास। इसिडी पिपिसी सिलेक्ट गरेँ मैले र लोड। तपाईँहरूलाई थाहै होला यो कुरा कि अपडेट जुन छ त्यो 1 वर्षको लागि मात्रै गरिन्छ है। जस्तै 81 को गर्नु पर्यो भने 81 को मात्रै हुन्छ। 82 को हुन सक्दैन। त्यसैले हामीलाई 1 वर्षको अपडेट मात्रै गर्न दिन्छ इमेज, ठिक छ? अब प्राइभेट स्कुलको लागि म पहिला भनिदिन्छु केही कुरा। प्राइभेट स्कुलमा के हुन्छ भने यहाँ नर्सरी, एलकेजी, युकेजीको अप्सन भए तापनि विद्यार्थीलाई हामी के गर्न सकेनौँ भने नर्सरी, एलकेजी, युकेजीमा एन्ट्री गर्न चाहिँ सकेनौँ हैन, एन्ट्री भएन। त्यसैले नर्सरी पढ्ने होस्, केजी पढ्ने होस्, एलकेजी पढ्ने होस्, युकेजी, 2 केजी, 3 केजी जतिसुकै पढ्ने होस् हैन, सबैलाई हामीले के गर्यौँ त? इसिडी पिपिसीमै राख्यौँ, ठिक छ? तर नर्सरीको विद्यार्थी त 1 मा जान पाउँदैन, एलकेजीको जान पाउँदैन हैन? अब के 1 केजी, 2 केजी, 3 केजी के हुन्छ? तिनीहरूको जान पाउँदैन। जान कुन विद्यार्थी पाउँछ? जो सबभन्दा यी इसिडीमा बोर्डिङ स्कुलको हैन जुन तपाईँहरूले बनाउनु भएको छ त्यो स्टेपहरू, त्यसमा सबभन्दा माथिल्लो स्टेपबाट मात्र के हुन्छ? विद्यार्थी 1 मा जान पाउँछ हैन? तपाईँहरू के गर्नु? पहिला रिपिटमा टिक लगाइहाल्नु है, रिपिटमा, ठिक छ? रिपिटमा टिक लगाइहाल्नु। अनि त्यसपछि चाहिँ के गर्नु तपाईँहरू? सबभन्दा माथिल्लो जुन क्लास छ नि, जुन क्लासको विद्यार्थी 1 मा जान्छ भन्नाले नर्सरी र केजी छ भने केजी सायद माथिल्लो हुन्छ हैन? नर्सरी, एलकेजी, युकेजी छ भने युकेजी सबभन्दा के हुन्छ? माथिल्लो हुन्छ। त युकेजीको क्लास टिचर र रजिस्टर र मार्क लेजर जे बनाउनु भएको छ त्यो बनाउनु भयो होला हैन? प्राइभेटले प्राय बनाउँछ होला है, त्यो बनाउनु भएको छ भने त्यो लिएर बसाउनु होला। र त्यसपछि पहिला रिपिट गरेर सबै विद्यार्थीलाई अनि त्यसपछि के गर्नु होला? जो 1 मा जान्छ तिनीहरूलाई मात्र के गर्नु? जस्तै आनन्द मुखिया भयो, त्यसलाई के गर्ने? पासमा टिक लगाउने। हेर्नु त पासमा टिक लगाउने बित्तिकै रिपिटबाट गायब भयो। अब यहाँ बिचमा हेर्नु त 2 जना आएको रातो आएको छ। यसलाई हामी न त पास गर्न सक्छौँ, न त पास एन्ड ट्रान्सफर गर्न सक्छौँ, न त डबल प्रमोट गर्न सक्छौँ। के मात्र गर्न सक्छौँ? रिपिट गर्न सक्छौँ, रिपिट एन्ड ट्रान्सफर गर्न सक्छौँ, ड्रप आउट गर्न सक्छौँ हैन? किन? किनकि विद्यार्थीको एटेन्डेन्स पुगेन। कति पुगेन? 153 र सोभन्दा माथि भएन, पुगेन। त्यसको लागि के गर्नु होला? बढाइदिन चाहिँ मिलेन। जे एक्चुअल छ त्यही राख्नु होला हैन? यस्तो छ भने त्यो विद्यार्थीलाई थप के चाहिन्छ?
के चाहिन्छ? थप मेहनत गर्नुपर्ने हो। त्यसलाई रिपिट गर्नु। रिपिट अर्को कुनै पनि उपाय छैन। ठिक? जस्तै आर्यन सरदार पनि के हो? 1 मा जाने हो, आशिका पनि 1 मा जाने हो, बालवीर पनि 1 मा जाने हो, चाहत मण्डल 1 मा जाने हो, काजल 1 मा जाने हो, मञ्जुला 1 मा जाने हो, राधिका 1 मा जाने हो, हैन शङ्कर 1 मा जाने हो, सुजिता 1 मा जाने। यति विद्यार्थी मेरो केमा जान्छ? 1 मा जान्छ। बाद बाँकी कतिमा बसिरहन्छ? नर्सरी छ भने एलकेजीमा, एलकेजी छ भने युकेजी भनेर इसिडीमै बसिरहन्छ। हो कि हैन? यसरी एक शब्दमा कुरा बुझ्नु। ठिक छ? जो विद्यार्थीको एटेन्डेन्स पुगेको छैन त्यसको न त डबल प्रमोट गर्न सकिन्छ न त पास र पास एन्ड ट्रान्सफर जुनसुकै केही गर्न सकिँदैन। ठिक छ? र सरकारी स्कुलको लागि पनि त्यही कुरा हो। उहाँहरूलाई त के छ, हामी सरकारीमा हैन सरकारी विद्यालयमा के छ भने पिपिसी हुन्छ, इसिडी पिपिसी त्यसबाट केमा जाने हो? 1 मा जाने हो। ठिक छ? त्यसको लागि त सबैलाई पहिला पासमा टिक लगाइदिनु अनि जो विद्यार्थी रिपिट भएको छ वा बाहिर गएको छ त्यसलाई रिपिट गर्नु या त ड्रप आउट गर्नु। ठिक छ? रिपिट भएकालाई रिपिट गर्नु, ड्रप आउट भएकालाई ड्रप आउट गर्नु। अनि त्यसपछि के गरिदिनु होला? तल्लोतिर यहाँ के को अप्सन छ? सेभको अप्सन छ। म चाहिँ के गर्दिनँ? सेभ गर्दिनँ। किन गर्दिनँ? मैले सेभ गरेँ भने थाहा छ नि तपाईँहरूलाई के हुन्छ? अपडेट बटन हो। अपडेट बटनमा बेसी हैन बुँदियारी देखाउनु पर्दैन। बढी कलाकारी देखाउनु भयो भने यहाँ गाह्रो पर्छ। तुरुन्तमा अपडेट गर्छु, फेरि अन्डु गरिहाल्छु। एकदम यसो गर्दा ध्यान दिनु होला। ठिक छ? यो माथिको जुन सावधान भनेर एउटा छ नि डेन्जर बोर्ड लागेको हो, डेन्जर बोर्डमाथि ध्यान दिनु होला। ठिक छ? यो कुरालाई पढेर मात्रै गर्नु होला। ठिक? र सबभन्दा पहिला त प्रोफाइल तपाईँहरू सबैजनाले हरेक वर्ष अपडेट गर्नुपर्ने नै हो। यसपालि पनि गर्न भनेको छ। यसपालि पनि के गर्नु होला? अपडेट गर्नु होला। ठिक छ? ल त्यसरी चाहिँ अपडेट गर्न सकिन्छ।